नमस्कार के विवाद अहिले छ नि अनुसन्धानमा घेरामा तपाईँहरू परे जस्तो लाग्यो। अहिले हालमा सुनिरहेको छु कि गिरिबन्धुको टिएससीको बारेमा तपाईँको नेतृत्वमाथि छ नि चोलाउन ठडिरहेछ के तपाईँ के भन्नु? जहाँसम्म गिरिबन्धु टी स्टेटको कुरा छ, नेपाली कङ्ग्रेसले एकपल्ट 51 बिघा एकपल्ट 19 बिघा कमिसन खाएर चट्टापट्टा गर्ने नाउँमा बिक्री गर्न दिएको छ। त्यही टी स्टेट पछि अदालतले नियम बनाउनु, ऐन बनाउनु, ऐन बनाएर मात्रै यस्ता कामहरू अगाडि बढाउनु भनेपछि अदालतको आदेश बमोजिम हामीले ऐन बनाएका हौँ। अनि गगनजी तपाईँहरूतिर पनि त्यस्तै हल्ला चलिरहेछ त, तपाईँ पनि के भन्नुहुन्छ गिरिबन्धु टेस्टको बारेमा? तपाईँ के भन्नु छ यसो हामीलाई पनि यसो सुनाइदिनु न। कांग्रेस पार्टीले 51 बिघा र 19 बिघा जग्गा बेचेर खाएको अहिले बेकार हामीलाई आरोप लाउँछ भनेर बोल्दिनु। त्यसको 2 दिन पछाडि हाम्रो पार्टी सभापतिले तर्कसहित त्यसको प्रतिवाद गर्नुभयो र सार्वजनिक सञ्चार माध्यमबाट गिरिबन्धु टी स्टेट प्रकरणको बेलामा निर्णय गर्ने तत्कालीन सरकारहरू सूर्यबहादुर थापाको नेतृत्वमा रहेको सरकार र मनमोहन अधिकारीको नेतृत्वमा रहेको सरकार भन्ने तथ्य तर्क प्रमाण सहित प्रस्तुत भइसके पछाडि र बाँकी रहेका सबै निर्णय गर्ने नेपाल कम्युनिस्ट पार्टीको सरकार हो भन्ने भइसके पछाडि अब त विषय सकियो होला भनेको। त्यसपछि फेरि यसो हेरेको संसदमा नेकपा एमालेको साथीहरू उठ्नुहुन्छ अनि उठेर के भन्नुहुन्छ भने यो यदि गलत हो भने यो गलतमा काङ्ग्रेस पनि गलत हो, किनकि यो कानुन बनाउँदै गर्दा काङ्ग्रेस पनि संसदमा थियो। ल अब सबैजनाले आफ्नो किसिमको मन्तव्य व्यक्त गर्नुभयो, तपाईँलाई कस्तो लाग्यो है यो कुरा? यसो लास्टमा कमेन्ट गर्नु होला है त। भिडियोलाई पनि जतिसक्दो सेयर पनि गर्नु होला है त।